अहिंसा चटक्कै हिँड्ने, कालो कालो गाडीमा बस्ने, नसँग कसैसँग नबोल्ने, सुटुक्कै गइहाल्ने। तर हक पाङ जस्तो अनि माथिमा बोल्छ नि आमै जनतामा जस्तो हुन्छ। मलाई त धेरै राम्रो लाग्यो, त्यही भएर त। यो आफू पनि फेरि यस्तै विरोध गर्दै जाने होइन, आफ्नो नेताको मात्रै गुणगान गाउने हो भने फेरि आफ्नो पद पनि चढ्छ होला है। यो 2-3वटा युट्युबरहरू आएर यस्तो प्रश्न सोध्न पनि यो अलिकति लाज लाग्नु पर्ने हो। अब त उपसभामुख भएको मान्छेको तपाईँ कुनै पार्टीको नभएर स्वतन्त्र हो नि त उपसभामुख भनेको त। अब फेरि अब यस्तै गर्दै सभामुखको बारेमा अनि बालिन्चाको बारेमा प्रत्यक्ष गर्दै जाने हो भने त फेरि नेपाली जनताहरूले विरोध गरेर तिम्रो पनि पद जाला। काम त अब राम्रो गर्नु, शुभकामना सोझो छ, सबै जनताले सोझो भनेर चाहिँ राम्रो छ। फेरि यस्तो अनि आफ्नो पार्टीको अध्यक्षलाई चाहिँ राम्रो देख्ने, अरूलाई चाहिँ नराम्रो देख्ने हो भने त फेरि विरोध गर्छ नि त। शुभकामना छ, राम्रो काम गर्दै जानु।